ल गाइस आज हराएको स्थितिमा हो। उ यहाँ एकजना मान्छे छ। अब म यो मान्छेलाई सोध्छु ऊ कहाँ हो, मलाई त केही पनि थाहा नि। हेलो दाइ। हेलो हजुर सर। त्यो हाम्रो त्यो अघि नै बस पार्किङ गरेको थियो नि, त्यो कहाँनिर हो? मैले यो भन्दा अझै लाग्छ नि 10 मिनट जस्तो हामी चाहिँ रुमतिर पुगेको थियौँ। अब फर्किँदैछन्। हजुर सर, अनि हजुर पनि जाने हो? जानी नि दाइ यार, म त यहाँ हराएर यहाँ बिजोग भएर यहाँ यता घुमेको 2 घन्टा भइसक्यो। 2 घन्टासम्म बसै भेटेन भने कुहिरोले गर्दाखेरि हेर्नु न बाटो के भएको यार, हातेरै छ या गाडीले हाल्न जस्तो। कुन गाडी आयो? एकछिन गाडी चिताउनु भाग्नु अहिले फेरि यहाँ त कुहिरोले फेरि सबै छेक्या। त्यो जङ्गलमा पो परेछ त। हो यो कहाँ आइपुग्यो फेरि? ल हेर्नु त यस्तो छ या, सब कुहिरै छ है। के भन्नु दाइ यहाँ सुन्नु न, यो ठाउँको नाम तपाईँलाई थाहा छ? ठाउँको नाम त यस्तो जङ्गलमा आइपुग्यो, बोट पनि रहेन रहेछ। केही पनि छैन, मरुभूमि जस्तो छ यो त। अब हेर्नु दाइ यहाँ कस्तो राम्रो यो बोतल। मान्छेले त यस्तो खाएर बस्दो रहेछन्। अनि के गर्नु यहाँ? के हो? रक्सीको बोतल हो त्यो? यस्तो भोटको त आउँछ त्यस्तो डोल्लो त? खै रक्सीकै जस्तो देख्यो। अब रक्सीकै होला त्यो त। यस्तो जङ्गलमा पर्यो। अब के सर्पले टोक्ने भयो नि ल? है सर्पले टोक्ने भयो। सर्प त नहोला। ल दाइ अब तपाईँहरूमा बस खोज्दै जानुपर्छ, मलाई पनि लगिदिनु है बस घाटमा। त्यस्तै त यो हाइवेमा निस्किनु आँटे। अब हाइवेमा लु जाउँ त है, छिटो भागेर जाउँ। यो खासै यहाँ त मिसिन कराइरहेको थियो, चाहिँ के को मिसिन हो? यस्तो छ कुहिरो छ कता हो कता यार। भन्नु न त्यो मिसिन के को मिसिन हो? तपाईँलाई केही थाहा छ भने मलाई यहाँ अलिकति इन्फर्मेसन दिनु त। यो त बम बनाएको त होइन यार? बम नभन्नु यार, अहिले समातेर जेलतिर लाग्ला। के हो त्यो यार? हातेर चाहिँ यार। ल जाउँ अब यता घुम्दै बस घाटतिर। अब म त हराएको मान्छे, अब हराएर यहाँतिर कहाँ आइपुग्यो केही पनि थाहा नै भएन। एउटा गाडी चाहिँ भेटेँ। अब एउटा गाडी भेटेँ। ऊ यहाँ रहेछ बस एउटा। अब यही बस हो हाम्रो। यही जस्तो लाग्यो त यार। ल ठिक छ। मैले त अघि बस नम्बर नि हेर्नु बिर्सिछु कि झर्दाखेरि, अनि बाहिर निक्लेको थिएँ हराइहालेँ। घुमेँ एक राउन्ड तर मारी बोक्दै त आएछ। सहीसँगै भयो। त्यही गाडीमा जाने होइन? अब मेरो गाडी यही हो। मेरो नि यही हो जस्तो लागेको थियो। यही होला। ल म चढेँ अब। हामी चाहिँ बसमा आइपुग्यो। ल दाइ अब यहाँ अब हाई गर्नु त सबैलाई सब्सक्राइब गर्नु भन्नु। सबैजनालाई भिडियोलाई लाइक अनि सब्सक्राइब गर्नु गरिदिनु सबैलाई। नमस्कार, बाई बाई गाइज। बाहिरदेखि आएर मोबाइल को मुलाको साग भन्ने यार।